सो हेलो गाइज वेलकम ब्याक टु माई अनिस विश्वकर्मा ब्लग। तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ गाइज। म चाहिँ अहिले चाहिँ बाइक वास गर्न जानु छ। आफैले वास गर्छु त्यहाँ भाउजूकोमा गएर तल। यो चाहिँ गाडी मेला भयो। म चाहिँ यहाँ एक ठाउँमा आएर बसेको छु गाइज, त्यही हो। अनि म बाइक वास गर्छु अनि साथी लिन जान्छु। त्यही नै हो आजको डे। त्यसरी नै जान्छ, बाइक वास गर्छु अनि साथी लिन जान्छु। अनि म चाहिँ घरबाट थोरै तल झरिसकेँ। त्यही गाइज, म चाहिँ त्यहाँ गएर त्यहाँ भाउजूको घर छ, त्यहाँ गएर बाइक वास गर्छु। वास गर्दा नि म भिडियो बनाउँछु। त्यही गाइज, भेटौँला। यो अहिले चाहिँ म भ्लग हाल्न सकेको छैन, बिरामी भइसक्यो गाइज। अनि इक्जाम नि चलिरहेछ, दिनदिनै भिडियो पेल्न सकेको छैन। आई होप ट्राईले भिडियो अपलोड गर्न चाहिँ पाएको छैन गाइज। त्यही हो, हिजो चाहिँ भिडियो एडिट गरेर चाहिँ हालेको थिएँ। त्यही हो। बाई बाई गाइज, एकछिन है। गाइज, म चाहिँ तल झर्दैछु। आई होप भिडियो मन पऱ्यो, लाइक सेयर सब्सक्राइब गर्नु होला गाइज। भिडियो पेल्न सकेको छैन, सरी त्यसको लागि, सरी फर द्याट। त्यो म डेली घर आउने जाने, कलेज जाने आउने। त्यही हो, आज चाहिँ मेरो इक्जाम थियो। त्यो के भाइ, इक्जाम दिएर आएकोस्? भाइ चाहिँ इक्जाम दिएर आएर चाहिँ त्यो फ्यामिलीको गाडी कटाउन गाह्रो हुन्थ्यो र त्यही भएर मैले चाहिँ ह्यान्डल दुइटै समातेको। हेर्न सक्नुहुन्छ, 2 हात छोड्छु। यहाँ हो मेरो घर चाहिँ, यो पारी डाँडामा यता पऱ्यो। यो अर्मला भेग पऱ्यो, यो घुर्कुना भेग पऱ्यो। म चाहिँ अहिले घुर्कुना आएको छु गाइस। त्यही हो, अब साथीलाई फोन हान्छु अनि बोलाउँछु। बाइक धुन पाइनँ, अहिले जाँदा भेट्यो भने धुन्छु। आई हो, धुन्छु के अरे, भेट्यो भने, नत्र त्यस्तै भयो है गाइस। त्यही हो, अहिले साथी थिएँ, म गएर भेटौँला। साथीलाई नि भ्लगमा लिएर आउँछ। साथी नि इन्ट्रेस्ट छ कि भ्लगमा, माया सपोर्ट देखाउँछ साथीले नि। त्यसपछि साथीलाई भेटौँला है त गाइस, लभ यु। हेलो गाइज, म चाहिँ पुकार साथी हजुर खोइ थाहै छैन। हेरौँ के हुन्छ। मजा लाउँदैछु म। साथी चाहिँ मजा लाउँदैछन् गाइज। त्यही हो, म चाहिँ साथीको घर आइपुगेँ। त्यही हो। हजुर पुकार आउनु न। अब एक दिन, अब शुक्रबार छ, शनिबार छ नि है, छुट्टी छ।
यहाँ पुकारको फोन खसिसकेछ त्यो गाइज हेर्न सक्नुहुन्छ गाइज पुकार उहाँ दौडिँदैछन् खोज्दैछन् त्यो गाइज कता हो गाइज रामा हेर्न सक्नुहुन्छ गाइज यहाँ पुकारको फोन खसेछ यहाँ कता खस्यो खोल्टिया राखेर रहेछन् ऊ चेनै नलाएर रहेछन् कि गाइज ए गाइज कता पर्यो फोन यहाँ रहेछ गाइज ए गाइज हेर्न सक्नुहुन्छ यहाँ फोनको हालत हेर्न सक्नुहुन्छ गाइज उताबाट आउँदै थियो यिनले यहाँ चेनै नलाएर रहेछ कि कस्तो होला कस्तो पछाडि भाग परेछ गाइज अगाडि नपरेछ अगाडि नै हल्का चिरी रहेछ हेर्न त गाइज यहाँ त्यो गाइज हाम्रो चाहिँ एक्सिडेन्ट भइसक्यो मैले कुदाउँदै आइरहेको थिएँ डरे अनि के थाहा छ नि अनि आफू चेन लाउनु न अनि मुलालाई अहिले धोपिहाल्छ नि अहिले फेरि अब यिनको चाहिँ मामुली गाली गर्नुहुन्छ फाइनल्ली हेर्न सक्नुहुन्छ गाइज यहाँ हेर्नु त फोनको हालत त्यो गाइज अब हामी चाहिँ यहाँ हेर्नु न गाइज म चाहिँ बाइक उहाँबाट रन्काउँदै आएको थिएँ सिधा छ नि त यस्तरी रन्काउँदै आएको थिएँ अनि गाउँ जाने बाटो यता माथि अनि यस्तो भयो हेर गाइज हेर्नु त्यहाँ सानो इन्सिडेन्ट भइहाल्यो घरबाट निस्किने बित्तिकै त्यही गाइज अब हामी चाहिँ अब गाउँ गएर भेट्ने छौँ त्यही हो गाइज अहिले आजको भ्लग चाहिँ त्यस्तो इन्ट्रेस्टिङ केही भएन त्यही हो गाइज अब हामी चाहिँ त्यही गाइज अब चाहिँ एकछिनमा भेट्नुपर्छ हेलो गाइज हामी चाहिँ गाउँ आइसकेको छौँ म साथी मैले चाहिँ कपडा फेरिसकेँ साथी अब साथीको आमाको कति गाली खान्छ मेरो फोन फुटेको खोइदेऊ त आमालाई दिउँ रियाक्सन बाई आमा यहाँ सानीमा सानबा हुनुहुन्छ फोन फुट्यो हेर्नु त आउँदा आउँदा बाइकबाट खस्दिएको ए चेना नराखेछन् उल्टो परेर खसेर खस्छ यस्तो पछाडिपट्टिको हेर यस्तोमा त्यो गाइज हामी चाहिँ पुकारको मामा घर आइसक्यौँ यिनी चाहिँ मेरो भान्जा हुन् आमा एउटा उन्नति गऱ्यौँ नि हामीले हेर्नु त चेनै नलाएर रहेछ नि फोनै खस्दियो बाइक चलाउँदा हेर्नु न गाइज हेर्नु यहाँ हेर्नु त हेर त्यस्तो यता फुटेको होइन यता फुटेको हो पछाडिपट्टि हेर्नु हेर त टाइप गर्नु होला सबैले त्यही हो आजको भ्लगमा त्यस्तो इन्ट्रेस्टिङ केही भएन साथीको फोन फुट्यो होइन अनि साथीको फोन फुट्यो अनि मेरो बाइक धुन्छु भनेको नि त्यस्तै भयो अब के गर्नु बाइक धुन नि पाइनँ अब धुन्छु भोलि पर्सितिर धुनु पर्ला भाउजू हुनु रहेछ त्यही भएर अनि डाइरेक्ट घर आयौँ हामी चाहिँ त्यही हो आजको भ्लग त्यही हो हामी गएँ म साथी लिने गएँ आए परे लाइक सेयर अब अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ मुझे नहीं पता बस क्लिक हो जाना चाहिए अब मैं भी जा रहा हूं मुझे पार्क में स्टंट्स मारने जाना है।